हेलो एभ्रिवान, आज चाहिँ धेरै लङ टाइम पछि म एउटा ब्लग बनाउनु गइरहेको छु होइन। अनि त्यसपछि यहाँ म कोसलटार आएको, यहाँ छ एकजना मेरो भाइ होइन। अब मसँग भिडियो नबनाए हुँदैन, चित्तै बुझ्दैन, आइज यहाँ कोसलटार जहरी पनि के गर्नु त, मेरो पराण होस् मुटु होस्, तँलाई देखिन भने म त भात रुच्दैन, के गर्छस् थुक्पा पनि रुच्दैन भन्छ। अब के गर्ने, अब मर्छु नि भनेपछि त भाइहरू लक्की छौ, दाइसँग भेट्न पाछौ, तिमीहरू यति खुसी हो। कुरा फेरि सानो गर्न जान्दैन, जन्मिँदाखेरि 3 दिनमै ठुलो कुरा गर्दै जन्मेको हो यो। यसले सानो कुरा कहिले गर्न जान्दैन। चस्मा चाहिँ मैले लाग्ला त्यहाँ बुढा के भन्छ मासाला, चस्मा त मेरो हो नि त भनिहाल न भ्लग। यति बिजेत हाल्छ नि मासाला, एकछिन चस्मा ल्याले मैले आज बोल्ने भनेको भ्लगमै भन्ने यार साला। कलङ्क भएर निस्किन्छ घरिघरि साथी होइन, कलङ्क सालै बिजेत भएन त। फेरि यो चस्मा पनि लाउन के अरे यसको औकात नभन्नु नि, फेरि चस्मा ल्याउनु बिर्सेको थिएँ मैले। अब पुरा खुलाइको मासाले नकचरा टेक्नोलोजी भनेको चाहिँ के हो भने फेरि दुईजना डेटिङ जानुपर्छ भने हो, मिलाएर बोल्नुहोस्। अनि त्यही भएर यो जहिले ठुलो कुरो गर्नुपर्ने क्या यसले साला। झ्याम्मै जालो पानीमा है आँखा पर्यो नानीमा, राम्रै तिमी के हो गीत जुन भन्दा के चाहियो यो भन्दा वैनी छ जिन्दगानीमा। खाटेर तक्नु गाइज, जोनी सिंह फेरि मेरो राम्रो छैन तपाईँ। जोनी सिंह पनि यस्तै हो नि त, इनर्जीवाला हो। म पनि त्यसको भाइ भन्न चाहन्छु। केही देखाउन भागे फेरौला तिमी बिहान साँझ मेरै बाटो। के गीतै आउँदैन बिहान साँझ त्यही पनि मलाई के भन्थ्यो, म त यार गीत चाहिँ खतरा गाउँथेँ यार, तर भइस अफ नेपाल आएर म ट्राई गर्नुपर्ने भन्छ मासाला। कागले माथिबाट छेडिदिने गीत छ, म ठुल्ठुलो कुरो गर्छु म आएर यार। म त खतरा गाउँछु त गाउँछु। यहाँ यसले कस्तो खतरा गाएको छ यहाँ सुनिरहेको छ। ल एउटा गीत, कुन गीत आउँछ भन खतरा। ल कुन गीत गाउँ ल तिम्रो नि माया लाग्छ, ल म तिम्रो नि माया लाग्दछ साइली सम्झन्छु छिनछिन, तिमीले माया नगरेको खानुपर्छ जाम जाम। दिदी चिल्लो कम भनेको थियो, धेरै हाल्नु। तपाईँले चिल्लो कम भन्दा धेरै सुन्नुहुन्छ कि क्या? हाम्रो यहाँ हाम्रो साउन दिदी केही भन्नु न। कति उहाँ पनि राम्री हुनुहुन्छ, बोली स्विट छ होइन, त्यस्तो केही बोल्दिनँ है, नराम्रो नसोच्नु। अब चाहिँ हामी थोपा हान्छौँ गाइज होइन, बनाएन मासाले केही हुँदैन। अब थोपा हानौँ, यो चाउँदैन है यो भ्लगको, युट्युब खाली गर्नु त भएन। हामी चाहिँ गाइज चिया यो के अरे कुन टी हो यो, लेमन टी पनि होइन, ग्रिन टी पनि होइन, नुन टी, नुन हालेर एकदम अर्ग्यानिक चिया खान्छौँ हामी। मिल्क टी, ब्ल्याक टी, चिया नि मिसाएको नि खाँदैनौँ क्या, हामी त्यतिसम्म सोधिसक्यौँ। हामीलाई धेरै मात्नु छ नि त, त्यही भएर अब झारपात हाल्ने हो, जडीबुटी हाल्ने हो। झारपात गाँजा हान्ने, गाँजा हान्ने नि गाँजा। भाइ हेन्सी दाइसँग बसेर त्यस्तो त गाँजा भाङ चरे यस्ता यस्ता कुराहरू नगरे। तर यसको भोइस एकताल गीत गाने यार, तेरो गीत त मलाई त रिस उठ्छ मलाई। त्यस्ता मान्छेहरू मन पर्ने, त्यो शब्द पनि मन पर्ने। को हो म साला फोन गर्ने भाग, फोन लाउँछ गर्छन् यार मलाई यार, बिजी समयमा फोन काटिदिइहाल्छु नि म। फोन गर्ने हो मलाई, कसैले फोन गर्ने होइन, भ्लग बनाएको बेला, काम गरेको बेला मलाई फोन गर्ने होइन, बाइक चलाएको बेला। 3टा बेला चाहिँ मलाई कसैले फोन गर्ने रिस उठिहाल्छ। तर यार यो तैँले भन्न लगाएको हो, कसले भन्न लागेको थियो यहाँ मिठो रहेछ यार यो त, साह्रै मिठो। तँ हेन्सी दाइसँग हिँडेर तँलाई एउटा फाइदा किन मिठो मिठो चिजहरू खाना पाउँछ, त्यो नै त्यो लाइटहरू कुरा। तर पैसा त तिर्छ यसले, जे भए पनि तिर्छ है पैसा चाहिँ, जे भए पनि।
अरूले जस्तो जे भने पनि मेरो लागि चाहिँ भगवान्को देउतै हो। मेरो दिन बर्बाद भयो यादमा तिम्रो फेरि मेरो दिन तेरो दिन बिहानीको सुरुवात भयो यादमा तिम्रो फेरि उडी उडी मन भाग्छ किन। अनि के अरे गीतै बिर्सिन्छ यार। कहिले मैले अहिले कुन तिम्रो नि माया लाग्दछ साहिली सम्झन्छु चिन्चिन तिमीले माया नगरे पनि गर्छु म दिनदिनै जानुभयो त यार उहाँहरू त के हो।